आज चाहिँ हामी साथीहरू दाउरा काट्न आएको अनि काइल चाहिँ अलिकति काट्न थालिसक्यो। म एलेक्सले पनि डोको लिएको छ। आज चाहिँ साथीहरू दुईटा डोको छ, एउटा पनि मेरो छ उता अनि यता दिदीले काम गर्नुहुन्छ। दाउरा काटेर काम गर्नुहुन्छ। अनि गएको अनि यहाँ उयो थियो कमिला ठुलो हो नि त यो गाह्रो बिहा गरेर सकर मौ त जान्छ कहाँ जान्छ केटी। दाउरा पनि यति धेरै हामीले चाहिँ काटिसक्यौँ। दाउराको कमाल कत्रा घाउ भएको छ यार। यो चाहिँ अघि नै घाउ भएको, अहिले चाहिँ यो यस्तो भइरहेछ दाउराले गर्दा। अब चाहिँ साथीहरू म चाहिँ घरतिर जानुपर्ने हुन्छ। दिदी र बुवा चाहिँ दाउरा काट्नुहुन्छ, म चाहिँ अब घरतिर म अनि एलेक्स दुईजना घरतिर जानुपर्ने हुन्छ। ढोकोमा दाउरा लाग्यो किनकि खानासाना पकाउनु पर्ने हुन्छ नि त होइन। त्यसैले अब लाग्यो दाउरा बोकेर भारी लगाएर भयो। कति हाल्दैछ अब दाउरा बोकेर लाग्यो साथीहरू। नलाम धेर यसले फेरि मलाई कम्ती माया गरिदिने है काहीँले। अनि यता चाहिँ हाम्रो एलेक्स दाउरा आज जिन्दगीमा फर्स्टचोटि उसले उहाँ डोको बोकेको यस्तो। उसले फर्स्टचोटि उहाँ रियन्साको डोको अरे उसले मागेर लिएर फेरि उहाँ बोक्नु र आज हत्ते छ यसको लागि। एलेक्स डोको बोक्नु अहिले फेरि मलाई बाटोमा नि यहाँ बोक्दे के गर भनिन्छ नि। म फेरि म पछाडि भएछ क्या नि धेरै भएछ क्या पछाडि धेरै भएछ क्या र क्या भारी चाहिँ। यसलाई के गर्नु होइरहन्छ यसलाई यसो ल भारी बोकेर लाग्यो अब एलेक्स। बाटो मलाई ल्याङ्गन पाउँदैछ नि फेरि नानी दुई न भएको छैन हौ नानी। खतरा हाम्रो भाइ पनि यता हेर नानी, यता हेर त दाउरा बोक्नु कस्तो लागिरहेछ। आज फर्स्टचोटि उसले बोक्दैछ है डोको चाहिँ यसरी। कहिले नि त नि खोइ यो डोरी हिँड नि त्यहीँबाट। कताबाट हिँडेको यताबाट उहाँबाट सानो छ खेता सानो छ बारी सानै छ जहान नगरी काम पुग्दैन खान साँझ र बिहान। हाम्रो भाइ चाहिँ नाच्दै हिँड्दैछ है डोको। म गीत गाउने ऊ नाच्दै हिँड्दा अहिले फेरि घोप्ट्यो भयो नि नानी फेरि। अनि फेरि सानो आएको छैन साथीहरू लडाउँछ होला। छिरेन नानी कता हो यता नानी यहाँबाट यहाँ लड्छौ है। ए तेरी क्या हो ल हिँड दाउरा चाहिँ झरिसक्यो तिम्रो। दाउरा झार्दै हिँड्दैछ। एलेक्स त गीत गाउँदै आउँदैछ। डोको बोक्ने रहर उसको आज चाहिँ पुरा भयो। पुरै गीत पनि खतरा खाउँछ। गोजीमा दाम छैन अरे। साथीहरू अब हामी चाहिँ घर बाँचिसक्यौँ। घोप्टाउँ न किन बोकिरहेको। ओहो खतरा फेरि निकै बस्छ हाम्रो भाइले दाउरा चाहिँ। छोडा नानी म पनि घोप्टाउँछु अब दाउरा। आया दाउरा लिइसक्यो। नै यो लगाएर खै नै हौ त टोकर लगिदिनुपर्छ। अब साथीहरू
मैले दाउरा पनि मैले भाइ ल्याइसकेँ घरमा। अब आजलाई मेरो भिडियो यहीँ राख्न चाहन्छु। मन परेमा लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। नेक्स्ट भिडियो लिएर आउने रहेछ।